तपाईँको घर वरपर सर हेर्न सक्नुहुन्छ फिर्के खोला छ। खोलाको ठ्याक्क मापदण्ड मिचेर अझ भनौँ खोलामाथि नै घर बनाएका छन्। यो तपाईँलाई पहिल्यै थाहा थियो कि थाहा भयो है तपाईँ चुप्प लाएर बस्नुभयो कि अथवा कसैको डर भएर हो कि खास कसरी हो कस्तो यस्तो कसरी यस्तो भयो सर? हजुरको प्रश्न एकदम जायज छ। म यहीँ जन्मिएको यहीँ हुर्किएको। अझ साँच्चै भन्यो भने 2031, 32, 33 3 वर्ष यो स्कुलमा पढ्दा वडा नम्बर 8बाट 7मा आउँथेँ फिर्के तर्दै गर्मी याममा यसो लुकी छिपी जाने यहीँ पौडी खेल्थ्यौँ 3 वर्ष। अनि त्यो अवस्थामा त्यतिखेरको जग्गा जहाँ पौडी खेलेपछि घाम ताप्ने चौरहरू थिए, ती चौरहरू अहिले छैनन् होइन। पानी चाहिँ सङ्लो पानी हो, त्यो पानी त्यस्तै दूषित छ। कति सालमा तपाईँ यहाँ यो खोलामा पौडी खेल्नुहुन्थ्यो कति सालमा? 31 सालदेखि 35 सालसम्म हामी पौडी खेल्थ्यौँ, केटी पौडी खेल्थ्यौँ। सबै चौर नै थियो? चौरै थियो, मतलब केही चौरहरू थियो। जस्तै यहीँ यो बौसिरा भन्छ यसलाई, यहाँ पौडी खेलेर यहाँ घाम ताप्थ्यौँ। यसो चिसो बेला एकछिन घाम ताप्थ्यौँ पल्टिएर, पुरै झार थियो। खोइ अहिले त्यहाँ भवन छ, यो नापेर कस्तो हो के हो नपाइ नमिलेको हो कि के हो यो म जान्दिनँ। अहिले यो इस्यु गर्ने कुरो नि आएन। तर मलाई भन्ने एउटा कुरा के मन लागेको छ भने जस्तो यो लिटिल स्टिपको हामीले यो बिल्डिङ देखाइरहँदा हजुर कुरा आउँदैछु त्यहाँनिर। जस्तो यो डोजरले भत्कायो ठिक छ 1-2 घन्टा अगाडि, यो 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 ठिक छ, यो ठिक छ भन्नुहुन्छ कि के छ? यो ठिक छ भत्काएको ठिक छ नि है? मैले एउटा कुरा राख्न चाहेँ तपाईँलाई। यो भत्काएको यो हामीले देखाइरहँदा यो 1 तला 2 तला 3 तला 4थो तला 5औँ तलासम्म ढलान भएको देखियो होइन। केही अनुमति र केही सम्पन्न लिएको छ कि छैन हो। अनि त्यसपछि अझ भन्नुपर्दा सिधा अब यसमा कुरो नलुकाइ बोल्नुपर्छ। स्पष्ट वक्ता सुखी भवेत भन्छ। यो लिटिल स्टेपको नजिकै नगरपालिकाको कर्मचारी हुनुहुन्छ कोही, अहिले व्यक्तिको नाम ट्याक्कै नभनौँ होइन। यत्रो 5औँ तला बन्दा यत्रो संरचनाहरू बन्दा यहाँ 1-2 महिना बनेको होइन हो रमेशजी। 1-2 वर्ष लाग्दाखेरि त्यो सँगै छिमेकी कर्मचारी जुन हाई ऱ्याङ्किङको कर्मचारी होइन, हाई ऱ्याङ्किङको कर्मचारी सायद अब तलक पानी अधिकारी भन्छन् नि, सबभन्दा घुसी अहिलेको कर्मचारी त्यो हाकिम पछिको दोस्रो हाकिम आएर घर यहीँ छ। उहाँले के हेऱ्यो भन्नुभयो नम्बर 1। नम्बर 2 यो 5औँ तलासम्म भन्दा तेरो भवन यति बन्यो भन्ने एउटा जाने भवन सम्पन्नको प्रमाणपत्र त दिएको होला नि। त्यो कसले दिएको? त्यो दिँदा यहाँ आएर फिल्डमा निरीक्षण अरे त्यो कर्मचारीले, त्यो इन्जिनियरले, त्यसले पनि यहाँ केही त्यसको पनि त्यसले चाहिँ किन दियो? पकेट घरमा हुँ दिएको हो कि किन दिएको त्यो पनि जनताले जान्न चाहन्छन्। त्यो जनताले सोध्न पाइन्छ पाइन्न? हामी जनता